चलाउने नै कृष्ण हो आमा भन्नुहुन्छ र पनि भक्तजन आमाको मन्त्र हो कहाँ त्यति छिटो मान्छु र त्यति गरिसकिसके पश्चात अनि सारा प्रकारले सम्झाउन बुझाउन लाग्नुभयो। त्यही बेलामा भगवान फुकाउन सफलबाट काली अन्नाका 108वटा फण थिए राजा परीक्षित। भगवान कृष्ण ठोक्क त्यहाँ निस्केर एउटा फणमा जान लाग्नु नाग मैले सबै कुराको सृष्टि गरेको छु र सबैलाई आफ्नो आफ्नो बस्नका लागि व्यवस्थापन गरेको छु हैन त। विचार गर्नुहोस् त गाईको सृष्टि गर्नुभन्दा गाईलाई खाने घाँसको पनि सृष्टि गर्नु भएको छ। भगवानका मुखबाट अग्निको प्रकट भएको हो। भगवानले पुनः दोस्रो पल्ट पनि त्यो अग्निलाई पान गर्नुभयो। भागवत जी को आरती करो, भागवत जी को आरती करो, राधा कृष्ण को शरण हो दिव्य ज्योति बालिया कृष्ण दयालु अरूप शरा, कृष्ण दयालु अरूप शरा, भागवत जी को आरती करो। प्रेम को बाती भाव बाती आरती करो, भाती भाती आरती करो, भाती भाती ज्योति कृष्ण दयालु अरूप शरा, कृष्ण दयालु अरूप शरा, भागवत जी को आरती करो। ज्योति बालिया कृष्ण दयालु अरूप शरा, कृष्ण दयालु अरूप शरा, भागवत जी को आरती करो। जातो देवरथाय देवानां पालनाय च तस्मै देवाय सत्याय सगुणाय महात्मने
व्यक्तस्वरूपाय ऋषिकपतये नमः गृहाणार्घ्यं मया दत्तम् उमया राधय सहितो हरिहरः मन्त्र पुष्पाञ्जलि सबैले हातमा पुष्प लिइहाल्नु होला लाय जगद्धिताय नागाननाय श्रुतियज्ञविभूषिताय गौरीसुताय गणनाथ नमो नमस्ते ध्येयं सदा सविति मण्डलमध्यवरति नारायणं सरसिजासनसन्निविष्ट ब्रह्मा मुरारिस्त्रिपुरन्तकारी मानोश्च भूमिष्ठग्रह शान्तिकरा भवन्तु वास्तु पुरुषाय नमः ओम षोडशो मातृकादेव्यै नमः साम्ब सदा शिवाय नमः पुराण पुरुषोत्तमाय नमः यज्ञमण्डलस्थ आवाहितस्थाय समस्त देवी देवताभ्यो नमो नमः हरे ओम यो पुष्पाञ्जलि गरिसके पश्चात अनि हजुरहरूले आरतीलाई पनि तपन गरिहाल्नु होला हैन हरि ओम पापो पापमहं पापात्मं पापसम्भव त्राहि मां पुण्डरीकाक्ष सर्वपापहरो भव गतं पापं गतं दुःखं गतं दारिद्र्यमेव च आगता सुखसम्पत्ति पुण्योऽहं तव दर्शनात् हरि ओम देवो शान्तिरन्तरिक्षगं शान्तिः पृथिवी शान्तिरोहदयः शान्तिः वनस्पतयः शान्तिर्विश्वे देवाः शान्ति ब्रह्म शान्तिः सर्वगं शान्तिः शान्तिरेव शान्तिः सामा शान्तिरिः ओम अग्निर्देवता देवता सूर्यो देवता चन्द्रमा देवता वसुः देवता रुद्रा देवता बृहस्पतिर्देवतेन्द्रो देवता वरुणो देवता वृन्दावन गए चलेको दुई अक्षरको मेरो नाम उल्टो हुँदा रमिता हेर्छन् सुल्टो हुँदा खान्छन् क्या हो चना नाच्छ यो तर यहाँबाट पहिले उठ्नु भइरहेको तालीद्वारा स्वागत गर्न जाए होस् रमेश दाहाल धुपुले मिलाउनु भएको छ फेरि तालीद्वारा स्वागत गराउन जाए होस् अब आज हाम्रो आमा समूहले चाहिँ हामी त कपी नजित्ने भनेर यता बोलाउनु भयो क्या हो नि हो हजुरहरूलाई यो चाहिँ एउटा हँसाउने खाले उत्तर पनि हो ल यसको उत्तर चाहिँ ठ्याक्कै हँसाउने खाले उत्तर हुन्छ सोचेर सम्झेर दिनु होला हजुरहरू सबैलाई रानी पोखरी भन्ने थाहा छ है थाहा छ काठमाडौँमा नभए नि सुन्नु भएको छ कसैले देख्नु भएको छ भने रानी पोखरी भनेको काठमाडौँमा पर्छन् रानी पोखरीमा डुबेर मरेपछि के हुन्छ राजा एक्लो हुन्छ सही उत्तर फेरि तलबाट स्वागत गरौँ भएको छ फेरि तलबाट तर उहाँको भागमा चाहिँ कापी परेको छ है डट कापी यसमा त झन् कति राम्रो यसो चाहिने कुराहरू नोट गर्नु तालीद्वारा स्वागत गरौँ
नरिवललाई शास्त्रमा लेखे अनुसार कुन फल भनिन्छ? त्रिफल। ल तालीद्वारा स्वागत गर्न उहाँलाई सबैले जय होस्। हामीले यहाँ गरेको कार्यक्रम उहाँले आफ्नो क्यामेरामा कति मजाले राखिरहनु भएको छ देखाइ। लैजाऊ घुमाउन मलाई गोकुल सहारा बन्सी बजाउँदै आइदेऊ न कृष्ण प्यारा आइदेऊ न कृष्ण प्यारा भक्तवत्सल भगवान को जय ने विस्तारो भो राधे गायो कृष्ण काली जय राधे राधे
दुईजना साथी खेल्न जान्थे आँटैमा समाती राधा कृष्ण दुईजना साथी खेल्न जान्थे आँटैमा समाती कहाँ गयो हे कृष्ण काले वृन्दावनमा बोल्दै सिंहदाले कहाँ गयो हे कृष्ण काले वृन्दावनमा बोल्दै सिंहदाले काली 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 जय हो राधे राधे पुराण लाग्यो पान्दिन भइसक्यो नाच्नु बापा अब दिन गइसक्यो पुराण लाग्यो पान्दिन भइसक्यो नाच्नु बापा अब दिन गइसक्यो गयो हे कृष्ण काले वृन्दावनमा बोल्दै सिंहदाले गयो हे कृष्ण काले वृन्दावनमा बोल्दै सिंहदाले ताली 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 हो कृष्ण तिमीलाई भेट्छु कि भनी सेवा सङ्गमा आएको मै पनि कृष्ण तिमीलाई भेट्छु कि भनी सेवा सङ्गमा आएको मै पनि कहाँ गयो हे कृष्ण काले वृन्दावनमा बोल्दै सिंहदाले कहाँ गयो हे कृष्ण काले वृन्दावनमा बोल्दै सिंहदाले काली 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 जय हो राधे राधे काली काली राधे जाउँ त भने बाटो छ खोलाको नजाउँ भने कृष्णले बोलाएको नजाउँ भने कृष्णले बोलाएको नजाउँ भने कृष्णले बोलाएको नाच्छु 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 दिलको लिएर नाच्छु राधे काली 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 कृष्णजीको बंशीको धुन सुनी सँगसँग नाचिदेऊ गोपिनी गोपिनी कृष्णजीको बंशीको धुन सुनी कृष्णजीको बंशीको धुन सुनी काली 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 होली खेल्न
काली राधे 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 भक्तवत्सल भगवान को मज्जाले दिल खोलेर नाच्ने भक्तहरूको पसिना आउन्जेल नाच्ने भक्तहरूको अलिअलि नाचे जस्तो गर्ने भक्तहरूको शरीर गल्छ कि भनेर बिस्तारै नाच्ने भक्तहरूको ताली बजाउने भक्तहरूको केही पनि नगरी हात बाँधेर ठुलो ठुलो हेरिरहने भक्तहरूको सबैको जय होस् मङ्गल होस् कल्याण होस् भन्दै आजको कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। हवस् त शुभरात्रि। राधे राधे। स्नानं समर्पयामि अपाग्रस्तम्भगिणां मुक्तमुक्राम गृहीतो सिन्धातजुसङ्ग्रामजुसतमम् यामि साम्न सदा शिवाय नमः। पुष्पं समर्पयामि बेलपत्ती घोषिकाबाट चढाउनु होला। बिल्वपत्र पुष्पं समर्पयामि साम्न सदा शिवाय नमः। बिल्वपत्रं समर्पयामि साम्न सदा शिवाय नमः। वस्त्रं समर्पयामि साम्न सदा शिवाय नमः। जन्यपवित्रं एउटा जनै जन्यपवित्रं समर्पयामि साम्न सदा शिवाय नमः। फूलं समर्पयामि फूलं समर्पयामि यथोपचारै पूजयामि नमः। पुरीवाणं पृष्ठदेः पृष्ठग्निः पृष्ठपृथिवीमुखद्रावेश वैश्वानरः सहसा पृष्ठग्निः सनदिवासरिकस्वात्मकमावानमासनं सर्वोपचारार्थे गन्धाक्षतपुष्पाणि समर्पयामि पूजयामि तद्वाडन्द्रवः शरणं गच्छतो उग्रवः सन्तु बाहुवनाद्विख्या सप्ताह श्रवणं यज्ञं परित्रं कुरु माधव। श्रीफलं समर्पयामि श्रीपुराणपुरुषोत्तमाय नमः। लक्ष्मीनारायणाभ्यां नमः। अब आरती अघि नै भन्नु मोतं घनसार मनोहरं आरातितं मम पूर्वे पश्चिमे वरदो भव। आरती सब जय जगदीश प्रभु अगणित रूप धरी
नित्य गर्यो प्रभु जसले नित्य गर्यो दिन दिन निर्मल बन्दै प्रतिदिन पावन बन्दै यो भव सिन्धु तर्यो ओम जय जगदीश हरे सर्वाणि सन्तु प्रदक्षिणा पदे पदे जातो दैक पदार्थाय देवानां पालनाय च तस्मै देव यसो सेचन गरेर मात्रै पुष्प लिनुहोला वराय वरदाय सुरप्रियाय केयूरवान् मकरकुण्डलवान् किरीटी नाथाय नाथाय सीताय पतये नमः अतुलितबलधामं हेमशैलाभदेयं गोवर्धनमाकिवंशि भटमा शौनन्द बाबा कहाँ चौकितालभनमा पर्खिरहेछु मया सो दर्शन दिन्छौ कि भगवन् भवस्वच महेन्द्र दकरम कद्रे चल भगत जग सत गोद बरे हे बेड़ महा पम सजन श्री रंगन हवन मंगल जग संध्या हरे कर सिर भाद्रे महरे क्षेत्र महा दक्षिणम मतरम तथा सामुद्रम स्थित मगमन महापतगनाशन मतभयो तमदर तथा बालगन मास दर्वजत सरसम गतम विष्णु कशम निहत गय दर्शन तस परसत बाह्यतम महा योगय जन्मतः अकृतं अगमकृतरे शर्वकन वेदक किल विग्रहमत तदसित विगणम भगवानन दर्करणः शिरसतस्य बोधकमयानि भजन्ति नित्यं सुतोवाच विष्णुरातन संशिष्ट भगवान वादरयाणि काशित भगवत मेरो नाम अनमोल खनाल हो मेरो भोलि व्रत बन्द छ बेला कपाल काट्नुपर्छ अनि बिहानै उठेर मन्त्र गाउनुपर्छ यहाँ धेरै गर्मी छ काठमाडौँमा चाहिँ काठमाडौँमा जाडो मेरो व्रत बन्दमा ती पनि बाहिरबाट आउनु भएको छ धन्यवाद भोलि मेरो कपाल हुने छैन म बटुक हुनेछु के छ भोलिको लागि कस्तो के छ प्लान के छ हृदय कमलमा वास बसना गुरु शुद्ध भावले आरती गर्दै शुद्ध भावले आरती गर्दै स्वागत गर्दै मनले गुरुजी स्वागत गर्दै मनले गुरुजी हृदय कमलमा वास बसना गुरु मनले सदा जाओ तो मनले सदा जाओ जीवन भर आबा सेवा गर्दै जीवन भर आबा सेवा गर्दै स्वागत गर्दै मनले गुरुजी
बसन गुरु हृदय कमलमा वास बसन गुरु। अब हामी रुखबिरुवाबाट ल्याएर खरानीसम्म प्रयोग गर्दछौँ। यसैले हे ग्वालावाला हो सदा सर्वदा वृक्ष जस्तै सहयोगी भावना मनलाई बनाउनु पर्दछ। अब तिमीहरूलाई भोक प्यास लाग्यो भने अलिक पर वेदवादी ब्राह्मणहरूले यज्ञ गर्दै हुनुहुन्छ, जाऊ त्यो यज्ञमा गएर केही कुरा मागेर लिएर आऊ भनेर भन्नुभयो। अब एक दिनको कुरा हो, भगवान् कृष्ण आफ्नी आमासँग बसिरहनु भएको थियो अथवा शयन गरिरहनु भएको थियो। बिहान माता छिटै उठेर घरमा कति राम्रा रोटी फुलौरा हर्ष अनर्ष आदि पकाउन लाग्नुभयो। भगवान् अब हुँदैन, पूजा नगरिसकुन्जेलसम्म केही पनि खान मिल्दैन भन्न भनिसक्नुभयो। मसँग यत्रो फुर्सद छैन, गएर नन्द बाबालाई सोधा भन्न भनेपछि अहिले कृष्ण भगवान् नन्द बाबालाई आएर भन्न लाग्नुभयो, बाबा बाबा कच्चितां मे पितः कोयं सम्भवो वा उपागतः किं फलं कस्य चोतेसः। पूजा गर्ने गर्छौँ। इन्द्र भगवान् खुसी हुनुभयो भनेदेखिमा जलको वर्षा गर्नुहुन्छ, अनि आकाशबाट जलको वर्षा भएपछि हरियो घाँस मरिन्छ, अनि त्यो हरियो घाँस हाम्रा गाईहरूले खान्छन्, अनि गाईले हरियो घाँस खाएपछि दुध धेरै दिन्छन्, त्यही दुध मेरो छोराले खान्छ भन्न लाग्नुभयो। तब कस्तो भाउ भन्दा कर्मणा जायते जन्तुः कर्मणैव विलीयते कर्मणैव विपद्यते। हे पिताजी, सबै मान्छे आफ्नो कर्मको फल अनुसार जन्म लिन्छन् र आफ्नो कर्मैद्वारा गरेर खाने हुन्। एउटै रुखमा फलेका सुन्तला किन एकै दाना त बराबरी नफलेका होलान् नि? विचार गर्नु त, कोही ठुलो छ, कोही ठुलो छ तासभित्र फस्केछ, कोही रसिलो छ। त्यसै गरी कर्मणैव विलीयते, आफ्नो कर्म अनुसारै यो संसारमा आइछ, अनि त्यही कर्मको फल भोग्नुपर्ने हुन्छ पिताजी। यसैले इन्द्रको कर्म भनेकै के हो त भन्दाखेरिमा पानी पार्ने हो। अब त्यति भनेपछिमा नन्द बाबाले भन्न लाग्नुहुन्छ, कृष्ण जहिले गरिरहेको पूजा योचोटि नगर्दाखेरि केही अनर्थ पो हुने हो कि भन्दा बाबा हुँदैन। त्यसो भएदेखि यसो गरौँ, वृन्दावनको पाखामा बाँसुरीको भाकामा हामीलाई डाकेर रसत खेलो हाँसेर रसत खेलो हाँसेर।
जस्तो भागेर रासत खेलो आसिरा रासत खेलो आसिरा वृन्दावनको पाखमा बाँसुरीको भाकामा वृन्दावनको पाखमा बाँसुरीको भाकामा रासत खेलो आसिरा यसरी सारा प्रकारका अहिले भएको छन् अनि त्यो यज्ञमा तिमीले चिठी काटेर कृष्ण बलरामलाई चिठी काट्नु किनभने यज्ञ गर्दाखेरि हाम्रो धर्ममा भान्जा भान्जीलाई बोलाउनु भनेर छ किन अझै श्राद्धमा त झन् भान्जो विशेष छोरी चेली भनेको छैन गोरु श्राद्धमा छोरीको श्राद्ध छोरीको छोरोमा हाम्रो छोरी भनेको छ त छोरीको चाहिँ छोरो त्यसैले यसरी भान्जा भान्जी बोलाउनु भान्जा भान्जा शास्त्रमा थियो त्यो कुबलया पीड नाम गरेको हात्तीमा चाहिँ भन्छन् हो अरू हात्तीमा हुने 1000 हात्तीको बल एउटैमा रहेछ अरे त्यस्तो बलशाली हात्ती सल तोसल चाउना मुष्टिका आदि नाम गरेका थिइन्छ भन्ने विचार गरिकन अहिले कृष्णचन्द्र भगवानलाई निम्तो गर्नका लागि भनेर कृष्ण भगवानका काका अक्रूरजी महाराज रथमा चढेर वृन्दावनको यात्रा तयारी गर्न लाग्नु हो भनौँ कृष्णचन्द्र भगवानको अठैभरि दैवहरि यत्रो छ मनमा र भने कति अल्छिनी हामीलाई जय भन्न त्यति गरिसके पश्चात अनि वृन्दावनको यात्रा प्रारम्भ गर्न लाग्नु हो रथमा चढ्नुहुन्छ माफ दिनुहुन्छ कि भन्ने मनमा अनेक प्रकारले सम्झिँदै अगाडि बढ्न लाग्नु हो त्यति गर्दै गएसीमा रथमाथि बस्नुहुन्छ मनमा अनेक प्रकारका सपना आउँछन् जो फरफराउन लागे बाटामा दाहिनेपट्टिबाट मृगले बाटोहरू काट्न लागेपछि आहा आज मेरो पक्कै पनि भगवान् कृष्णसँग भेट हुन्छ भगवान् कृष्णले मान सम्मान गर्नुहुन्छ भनिकन बिहान हिँडेका अक्रूरजी अहिले रातमा मात्रै वृन्दावन पुग्नुभयो जसै वृन्दावनमा पुग्दा भगवान् कृष्ण गौचरण गरेर आउँदै हुनुहुन्थ्यो सर्व गौचरण गरेर आएको त आफ्ना शिरमा दल्नुभयो लडीबडी गर्न लाग्नुभयो ओहो कति पुण्य भूमि होला जुन भूमिमा भगवान् कृष्णले नृत्य गर्नुभयो भने यसको महिमा कति होला भनेर सारा प्रकारले लडीबडी आदि कर्म गरेर वृन्दावनको दर्शन गर्नुभयो र साँझमा नन्द बाबाका घर जानुभयो नन्द बाबाले कृष्ण र बलरामलाई भन्न लाग्नुभयो कृष्ण बलराम आज मधुराबाट हजुरको काका आउनु भएको छ भनेपछि साँझ परिसकेपछिमा कृष्ण भगवानले एउटै मात्रै कुरा सोध्नुहुन्छ हे मेरो काका मेरा बाबा आमा कसरी बस्नु भएको होला मधुरामा भनेपछि अझै कस्तो हुन्छ यसैले अहिले बाबा आमालाई कंस रूपी क्यान्सरले खाएको छ त्यसैको निम्तो गर्न आएको हुँ कृष्ण भगवान म अर्को कुरा अक्रूरले यता कंसले ठुलो धनुष यज्ञ गर्दैछन् त्यो यज्ञमा गएर भन्नुभयो कृष्ण भगवानले बुझिहाल्नु भयो एउटा भनाइ छ नि बुझ्नेलाई खै के काफी हुन्छ अरे नि होइन बुझ्नेलाई इसारा काफी हुन्छ अरे धेरै बुझाइरहनु पर्दैन त्यसै गरी कृष्ण भगवानलाई अक्रूरजीले तिमलामा पूजा भन्दा भन्दा भान्जे खुसी माइता पूजा हुँदा चेलीबेटी खुसी हो कि होइन भनौँ त ए माता हो पूजामा बलरामजीले भन्न लाग्नुभयो बाबा तपाईँ कुनै पिर नगर्नुहोस् म भनी जान्छु किनभने यज्ञमा जानुपर्छ यज्ञको दर्शन गरेर अनि सबै गोपिनीहरू भन्न हो वृन्दावनमा अहिले नन्द बाबाका दरबारमा गए भोलिपल्ट उज्यालो भयो त्यति गरिसके पश्चात यता नन्द बाबाले कृष्ण भगवानलाई बाबु गएर यज्ञमा पूजा र प्रकारले कृष्णतिर हेरेर बिलाउन गर्न थाले किन नजाऊ न हामीलाई माया बिलाउन गर्न थाले कृष्णचन्द्र भगवानको नन्द यशोदा कुला कृष्ण छोडी नजाऊ नन्द यशोदा कुला कृष्ण छोडी गोपालसँग माया लगाई भासेको मायाको जाल कृष्ण छोडी नजाऊ भासेको मायाको जाल कृष्ण छोडी नजाऊ न छोडी नजाऊ
यमुना किनारमा खेली नुहाई गोपीले गोपालहरू हुन्छन् कराई गोपीले गोपालहरू हुन्छन् कराई के हुन्छ दुखीको हाल कृष्ण छोडी नजाऊ नन्दा यशोदाको लाल कृष्ण छोडी नजाऊ हे कृष्ण बेकुलमा व्याकुल गराई हे कृष्ण गोकुलमा व्याकुल गराई नन्दा यशोदा हुन्छन् कराई नन्दा यशोदा हुन्छन् कराई आयो घडी बिकराल कृष्ण छोडी नजाऊ आयो घडी बिकराल कृष्ण छोडी नजाऊ नन्दा यशोदाको लाल कृष्ण छोडी नजाऊ हे कृष्ण हामीलाई एक्लै परेरा हे कृष्ण हामीलाई एक्लै परेरा नजाऊ न प्राण प्यारा माया मरेरा नजाऊ न प्राण प्यारा माया मरेरा आयो घडी बिगड़ा कृष्ण छोडी नजाऊ नन्दा यशोदाको लाल कृष्ण छोडी नजाऊ श्यामा छोडी नजाऊ कृष्ण छोडी नजाऊ भागवत भगवानको जय हो। अहिले सारा प्रकारका गोपीहरू जब कृष्ण भगवान वृन्दावनलाई छोड्न हे नन्दा यशोदाका लाल हामीलाई हेरेर नजाउन अब हामी तपाईँ गएपछि आइहाल्छु भनेर सबै गोपीहरूलाई सम्झाउनु भयो। त्यही भएर माया गर्ने मान्छेले कोही मान्छेले जब हामीलाई आफन्त बाटो लाग्दा नरुनु अरे के हुँदैन रुल्यो भने अपशकुन हुन्छ अरे शास्त्रमा बताइन्छ। त्यही भएर मन मान्दैन कोही बेला आफ्नो ठाउँमा छ तर नदेख्ने गरी विदाय गरिसकेर आएर रुँदा भयो नि त नि यो पनि अचम्म शान्त सुयात्रा गर्ने बेला नि यसो आँसु झार्ने फट्न भन्दैछ गाह्रो पर्छ लु हिँड जाउँ अब भन्न लाग्नु पो राजाले भन्नु प्रभु हजुर आइहाल्नुहुन्छ भने म त वृन्दावनमै बस्छु हजुरसँग जाँदिनँ भन्न लाग्नु भयो र यता राधा अहिले वृन्दावनमा बस्नुको प्रस्थान गर्नुभयो। मधुरामा जानुभयो पुग्दाखेरि जसो तसो साँझ परिहाल्यो। यताबाट नन्द बाबाको पनि मनमा मानेन सारा ब्रजवासीहरू पनि साँझको समय लाग्नु भएछन्। लौ मधुरा आइपुग्यो मथुरा त आइपुग्यो। अब त्यति गर्दाखेरिमा विदितमा बिचमा बाटामा अक्रूर भगवानलाई जलमा थलमा सबैको दर्शन गराउँदै गराउँदै भगवान मथुरा पुग्नु भएको थियो। एउटा भनाइ छ के नगर्नु सुनको गहना जस्तो सुकै बनायो भने राम्रै हुन्छ है त किनभने सुन आम भन्छ नि सुन्दर मान्छेलाई चाहिँ जस्तो लुगा लाउँदा राम्रै देखिन्छ अरे क्या हो। भगवानको भजन गरेर हिँड्नुपर्छ एउटा एउटा उपाय निस्किन्छ भन्दा बाटामा जाँदै जाँदै गर्दाखेरिमा कंसको लुगा धुनेवाला एउटा धोबी कंसका लुगा धोइरहेका छन्। कृष्ण भगवानले गएर मामा नमस्कार राधे राधे भन्नुभएछ। अब के भनेछ जस्तो गाईको कोठालो वनमा बस्नेवाला गाईको सेवा गर्नेवाला गाई हेर्नेवालाले यति राम्रो लुगा लाउने आँट गरेको भन्न लागे। तब कृष्णले लाउने लुगा तीमाथि राम्रै राम्रा
अब कुनै बिचरा गुवाला अलिक मोटै थियो होला कुनै लुगा त जसो तसो अडियो तर कम्मरमा लगाउने लुगा त कुनै पनि एउटा लुगा अर्काले टेक्सा बङ्लाङ बङ्लुङ लड्दै गुल्टी खेल्दै खेल्दै पनि अगाडि बढ्दै बढ्दै गए। फेरि कृष्णचन्द्रलाई भने हे भगवान् हामीले लुगा त लाउन पायौँ तर जिउमा नमिलेका लुगा साह्रै नरमाइलो हुँदो रहेछ के गर्ने हो भन्दा अब हेर अघि लुगा थिएनन् लुगा भयो अब यसको पनि चिन्ता दूर होला भनेर अगाडि बढ्दै बढ्दै जाँदाखेरिमा राखेर सेवा पूजा आराधना आफूले मनै मनको पूजा सेवा गर्नुभयो लुगा खटेर भनेर जट्ट जिउमा मिलाउने लगाइदिनु भयो। कृष्ण भगवान्ले भन्नुभयो दर्जी दाई के वरदान माग्नुहुन्छ माग्नुहोस् भनेको अघि धोबी कुटिया देख्नु भएको छ डरले थररा भएछन् दर्जी राम राम भरे वरदान भन्दा फेरि मलाई पनि त्यही ध्यान आइलाग्यो भन्दा कहाँ जाने हा त्यसो भन्दा दर्जी दाईले भनिहाल्नु भएछ डाक्टर कृष्ण मलाई त केही पनि चाहिँदैन हजुरको कर्ममा अगाडि लगाउने प्रचलन त्यहाँदेखि आएको हो। यसरी आशीर्वाद दिँदै दिँदै अनि अगाडि बढ्नुभयो। अब सारा प्रकारका ब्रजवासीहरूको लागि चन्दनको कुरा गर्न लागे भगवान्ले भन्नुभयो त्यो पनि काहीँ न काहीँ मिल्छ भन्न जाँदै गर्दा अगाडि जाँदाखेरिमा एउटी मान्छेले कति राम्री तर उपनाम हुन्छ तर खास नाम चाहिँ उसको के थियो त भन्दा सैरन्द्री थियो खास नाम चाहिँ तर तीन ठाउँमा टेढी भकाले कसरी त्रिवक्रा पनि भन्थे खल्ट्याङ खल्ट्याङ गरेर हिँडेको कारणले गर्दा उसलाई कुब्जा पनि भन्थे। तर भगवान्ले गएर कति मिठो सम्बोधन गर्दै भन्न लाग्नुहुन्छ हे सुन्दरी हजुर कहाँ जानु भएको कति मिठो चन्दन हजुरको बटुकामा भन्दा बिर्सेछ राम राम आजसम्म मलाई सुन्दरी भनेर बोलाउनेवाला कोही पनि थिएनन् को रहेछ मलाई सुन्दरी भनेर बोला चिनिनन् भगवान् हुन् कि होइन तर त्यो अनुहार हेर्दा त्यो मोहनता त्यो बोली हेर्दाखेरिमा ओहो लो भन्नुहोस् प्रभु हजुरले मलाई कति कारणले सुन्दरी भन्नुभयो भन्दाखेरिमा हे देवी तपाईँको चन्दन साह्रै मन पर्यो मलाई त्यो चन्दनको टिको लाउन पाए कति धन्य हुन्थे होला म पनि कंसको भान्जो हुँ नि भनेपछि त राम 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 मेरो परमात्मा त यिनै रहेछन् पुतना मार्नेवाला कृष्ण यिनै रहेछन् भन्न उनले चिनिन्द्र आफूले लगिदिएको त्यो कंसलाई लगाउन भन्न लगेको चन्दन सबै कृष्ण भगवान्लाई लगाइदिनु भयो। अब त चन्दन लगाएपछि त भगवान् कृष्ण यति प्रसन्न हुनुभयो तब त्यो पूजाको त्यो टेढो मेढो गरे जीवलाई यसो गोडाले थिचेर स्वाट तानिदिनु भएको थियो कति राम्री परम सुन्दरी भइन् खुल्जा भनौँ त कृष्णचन्द्र भगवानको। अब ती खुल्जा अब कंसले कस्ता सपना देखेछ ल्याउनेदेखिमा स्वप्ने प्रेत परेसँग नराम्रो होइन तर भूत प्रेतले हामीसँग आऊ हामीसँग गएर बस्नुपर्छ भन्न बोलाउन थाले भने अब होइन छ धेरै दिन भन्न आफूले गर्ने के छ यसो दान धर्म थाल्दा हुन्छ भन्न बताइयो। आफू निर्वस्त्र भएर तेल लगाएको सपना देख्यो जिउमा भने पनि अब मेरो आयु धेरै रहेनछ भन्न जान्नु सपनामा आफ्नो छायामा प्वाल परेको देख्यो भने पनि अब मेरो आयु धेरै रहन्छ भन्न जान्नु होइन डर लाग्यो आफू हिँड्दा हिँड्दै छाया चाहिँ देख्यो तर आफ्नो शिर देखिएन भने पनि मर्ने सपना भन्न बुझ्नु सपनामा आफ्नो शरीरमा अथवा आफ्ना लुगा कपडामा आगो लागेका देखेछन् भने झनै छिटो अब छोडिने रहेछ संसार भनेर जान्नु यस्ता यस्ता सपना अहिले कंसले देख्न लाग्यो। अब त कंसले भन्दैन हो जे खाँदा पनि पिउँदा पनि कालो कुरो देख्ने बित्तिकै कृष्णजी पुग्नु भएछ अनि नारदजीलाई कंसले सोधेछन् हे नारदजी मेरो काल कस्तो हुन्छ भन्दा भगवान गरिसकेर धनुषलाई वध गर्दै गर्दै अब त कृष्ण भगवान यति क्रोधित हुन लाग्नुभयो अनि झट्ट त्यही हात्तीका दारा स्वाट तानेर काँडामा बोक्नु हो एउटा बलरामले र एउटा कृष्णले बोकेर रक्त रञ्जित हुँदै हुँदै अगाडि बढ्नु भएको सलतो चाँडु र मुष्टिका हरि नाम गरेका दैत्यहरू आए ती चाँडु विराट विदुषाः तत्त्वं परम योगिनां विष्णुनां परदेवतेति विदितो रङ्गं गतं साग्रजः। सुखदेवले वर्णन गर्नुहुन्छ राजा परीक्षित भगवान कृष्ण अब त्यो कंसका भित्र दरबारमा जाँदा कस्तो भएर जानु भएछ त भन्दाखेरि एउटै कृष्णलाई मान्छेले अनेकौं रूपमा देख्न थाले। वृष्णि वंशीहरूले ओहो हाम्रो परम देवता भगवान कृष्ण भनेर नमन गरे। अब पहलमानले वज्र जस्तो हाम्रो काल यही रहेछ अब मेरो मृत्यु यही हो भनेर पहलमानले देखे कंसलाई यति लामो हातले च्याप्प कपाल समाउनु भएछ र फनरन घुमाउन लाग्नु हो। कंसले भन्न लागे कृष्ण कृष्ण दुःख मेरो भान्जा मलाई छोडिदेउन 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 भन्न थाले। तब कृष्ण भगवानले भन्नुहुन्छ मेरो मामा उन दिन मेरी आमा बेहुली भएर रुँदै रुँदै वसुदेवजीसँग जाँदाखेरिमा रथमा तपाईँले च्याप्प कपाल समातेर झार्दा कति पीडा भएको थियो होला मेरी आमालाई आज तपाईँलाई पनि साह्रो दुःख होइन आमा भन्न फनरन घुमाउन लाग्नुभयो सभामा।
घुमाउँदै जाँदाखेरिमा कंसलाई उत्तानै पारा लाग्नु भएर फौत आफ्नो माथिबाट ड्याममा कंसका छातीमा प्रहार गर्नुभयो। भनौँ कृष्णचन्द्र भगवानको कंस मर्दन भगवानको जब कंसका छातीमा प्रहार गरेपछिमा अहिले अब कंसको मृत्यु हुन लाग्यो। सारा देवताहरू गाउन लागे, सारा अप्सराहरू नाच्न लागे, देवताले पुष्पवृष्टि गर्न लागे, चारैतिर जय जय गाएर भगवान हो कंस मर्दन गरेका खुसियालामा अहिले सारा स्वर्गका देवी देवताहरू आएर दिव्य उत्सव गर्न लागे। भनौँ कृष्णचन्द्र भगवानको आउँदै गर्नुहोस् चेतनाको बाँसुरी बजाउँदै गर्नुहोस्, आउँदै गर्नुहोस् कृष्ण आउँदै गर्नुहोस्, आउँदै गर्नुहोस् कृष्ण आउँदै गर्नुहोस्, चेतनाको बाँसुरी बजाउँदै गर्नुहोस्, चेतनाको बाँसुरी बजाउँदै गर्नुहोस्। भन्ने मन्त्र बिर्सिँदैछ, पाउनै हो देश भन्ने मन्त्र बिर्सिँदैछ, आस्थामिची अनास्थाको बीज रोपिँदैछ, आस्थामिची अनास्थाको बीज रोपिँदैछ। आउँदै गर्नुहोस् बसाउँदै गर्नुहोस्, आउँदै गर्नुहोस् बसाउँदै गर्नुहोस्, स्वधर्मको ज्ञानको सिकाउँदै गर्नुहोस्, स्वधर्मको ज्ञानको सिकाउँदै गर्नुहोस्। भन्दा बाबु पढ न पढ, विद्या त यस्तो कुरा हो हेर, सबै कुरो किन्दा पाइन्छ तर विद्या चाहिँ किन्दा पाइँदैन। पाइन्छ त? तपाईँको दिमागमा यति पैसा दिन्छु दिनु न हौ एक दिन मलाई भन्दा पाइएला? पाइँदैन। घर किन्दा पाइने जग्गा जमिन सबै गाडी घोडा किन्दा पाइने तर विद्या किन्दा पाइँदैन। विद्यालाई चाहिँ अध्ययन गर्नै पर्छ। संसारमा पुजिने यस्तो अमूल्य रत्न बटुलौ पैसै बिना पाइने। यो त एकदम मेहनत गरेर गुरुकुलमा गएर बसेपछि यसलाई किनिरहनु पर्दैन पाइन्छ मतलब लाग्नु हो र। अनि अहिले कृष्णचन्द्र भगवान बाबा र आमालाई दण्डवत प्रणाम गर्दै गर्दै गुरुकुलको यात्रा कहाँ जाने त भन्दा प्रवास क्षेत्रमा सान्दीपनि नाम गरेका गुरुसँग विद्या पढ्नका लागि जानु हो। पढ्दै पढ्दै जानु भएको कृष्ण भगवान एकातिर जानुभयो, अब सुदामा एकातिर जानुभएछ। बेलुका बेला भएपछि लु अब त खाजा खाउँ भनेको ब्राह्मण त भित्र भित्र बिचरा निथ्रुका भएछन्। कृष्ण कहाँ गए आधी कृष्णलाई राखिदिन्छु आधी म खान्छु भनेर खाजा आधी आधी भनेर खानु भएको, झन् खाउँ लागेछ। अनि भगवान कृष्णको भाग पनि सबै सुदामाले खाइदिनु हो। जब कृष्ण भगवान आएर भन्नुहुन्छ मेरो मित्र अब खाजा खाउँ है भनेको बिचरा ब्राह्मण देवता के भन्नु खाजा पोको छैन गर्नुभयो। जय हो भनेर शिवजीको आराधना गर्नुभयो। अब सबै साथीहरू मिलेर नारायणी रुक्मिणीलाई बेहुली बनाउन लागे। कसैले चट्ट कपाल कोर्दिन लागे, कसैले टिका, कसैले के नारायण थोरै हुँदैन हौ निम्ति सामान पनि जान लाग्नुभयो। अब गइसकेपछि आउँछन् हो यस्ता चुरा त मैले त कति देखेको त्यो पाउँछु हेर्न भन्न थाले। यसरी नै एक आपसमा चर्चा गर्दै 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 बस्न थाले। उनीहरूलाई त शिशुपालले पठाएको हो, हामीलाई यहाँ भनेर त बिर्सिहालेछन् क्या, भुसुक्कै बिर्सेछन्। रुक्मिणीलाई हेर्दा हेर्दै हेरेका हेरे नि लट्ठ बन्न थाले। त्यति गरेपछिमा अहिले रुक्मिणी महारानीले चट्ट तरिकाले हात दिनुभयो। भगवान कृष्णले हातमा समातेर रथमा लागेर द्वारकातर्फ प्रस्थान गर्नुभयो। भनौँ कृष्णचन्द्र भगवानको मैले लगाएँ विधिपूर्वक विवाह गर्न चाहन्छु, कन्यादान दिनुहोस् भन्ने निर्णय गर्नुभयो। सारा प्रकारले अहिले कन्यादान दिइसकेपछिमा सारा चाहिँ यता कुण्डिनपुरवासी पनि यता द्वारकावासीहरू पनि खुसी भएर भगवान कृष्ण प्रभु परमात्माको बिहा उत्सव मनाउन लागे। कोही नाच्न लागे, कोही गाउन लागे, कोही पुष्प कुण्डिनपुरमा कृष्ण आए द्वारिकाबाट बिना जन्ती बेहुला बनेर। आहा आशीर्वाद बरमालली गंगलागी
कृष्ण छन् कि कतै भनेर आशीर्वाद वरमालली गर्न लागिन् परिक्रमा कृष्ण छन् कि कतै भनेर त्यसै बिचमा श्री कृष्णजीले उठ्नुभयो रुक्मिणीलाई राख्नुभयो रथैमा लगेर राख्नुभयो रथैमा लगेर हिँड्न लागे रथक घोडा कति राम्रो सुहाएको झोडा वायु बेग्ने जानुभयो भागेर हिँड्न लागे रथक घोडा कति राम्रो सुहाएको झोडा वायु बेग्ने जानुभयो भागेर भागवत भगवानको भक्तजन यसरी अहिले सारा प्रकार आरती हरिको मिलिजुली गाऊ आरती हरिको कृष्ण कन्हैयाको बंसी बजैयाको कृष्ण कन्हैयाको बंसी बजैयाको मिलिजुली गाऊ आरती हरिको मिलिजुली गाऊ आरती हरिको मनमा हरिकै रूप सजाओ मनमा हरिकै रूप सजाओ सबमा हरिशन भाव सजाओ सबमा हरिशन भाव सजाओ हृदय लगाओ पाउमा हरिको हृदय लगाओ पाउमा हरिको हृदय
विसेचन गर्नुहोस् त। हरि ओम यानि कानि च पापानि जन्मान्तरकृतानि च तानि सर्वाणि नश्यन्तो प्रदक्षिणसगो सरिता बहाओ पोल्यो कडा विषय भई भवले मलाई पाइना आश्रय कतैतिर हाई हाई चरकी रहेछ मनभित्र कठोर घाउ हे कृष्ण शान्ति रसको सरिता बहाउ त्रयता बहरे उद्धार हाम्रो गरहे मुरारी कल्याण हाम्रो गरहे मुरारी सेवन्तिका बकुल चम्पक पाट लाउजै उन्नाग जाति करवेर रसाल पुष्पै बिल्ने यज्ञ मण्डवस्था आवाहित स्थापित पूजित समस्त देवी देवताभ्यो नमः। हस् भक्तजन यिनै कथा प्रसङ्गका साथमा आज श्रीमद् भागवत महापुराणको 6औं दिवस सिंह प्रातःकालीन कथालाई पनि हामीले विश्राम गरिसकेका छौँ। आज भने कर्ता परिवारले अलिकति सदाको भन्दा छिटो गर्नुपर्ने हुन्छ। सदा 2 बजेदेखि कथा हुन्थ्यो भने आज 1:45बाट नै कथा प्रारम्भ गर्नुपर्ने हुन्छ। अब कथा प्रसङ्ग पनि धेरै छन्, हामीसँग समय थोर छ, यसैले संक्षिप्त आचमनी गर्दै 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 अगाडि बढ्ने समय भइसकेको छ। उपस्थित अन्य भक्तजनहरूले भागवतजीको प्रसादी जे जस्तो बनेको छ सबैले प्रसादी ग्रहण गरिदिनु हुनेछ। उठेर बसेर हातमा बातामा भन्दै हामीलाई पनि 1 घण्टाका लागि आज्ञा चाहन्छौँ। हस्त जय जय राधेश्याम। एउटा के भनाइ छ भने मुख्यकर्ताको उपस्थिति बिना पिङवाला बस्ने अलि यतैपट्टि आउनु न कि हुन्छ भइरहेको अझै आउँछन् भन्दै यसैलाई के मिलाइरहन्थ्यो। कृपाले गर्दाखेरि सबैलाई जुटाएको त्यही माथि पनि बटुको व्रत बन्द भनेपछि झन् भ्याइ नभ्याइकन पनि आइयो। आउनु पर्यो, वारिपारिबाट सबैले शोभा बढाइदिनु भयो। उहाँहरूको आर्यजनमा सबैले थैथाप भयो, यस्तै हो। बाबुहरूले पनि आउनुभयो, सबैले शोभा बढाइदिनु भयो। कर्ताहरू पनि खुसी हुनुभयो, आफन्ती मान्छे भए पनि। दिन पनि राम्रो, मन पनि राम्रो, सबै थोक राम्रो भइरहेछ। बाँचेकाले नाच्नु पर्दो रहेछ, यस्तै रहेछ संसार। जानले जानै पर्यो। लु ऊ त्यहाँ आमाका छेउमा सबैजना जाउँ। होइन नआउनु कारखाना रहेछ, कारखाना भएको एकछिन ल फोटोमा त्यतिकै बस। त्यत्रो मान्छेले हुनुहुन्न एकले चाहिँ खोजाल्छ चिन्नु चाहिँ किन गरिन अनि पर के छ खबर भनी हेरे ठिकै होला हिजो आज त नमस्ते छोरी बाहिर पुगिहाल्नु होइन दिदी ल यहाँ आउनु हो त्यहाँ दुईजनामा एउटा यहाँनिर हेर थाल्यो भने त सक्यो
हे ब्रह्मा स्तुतयपत तीर्थमनसं विडम मानिनामकर्तिस्त बधानं मत्वारकर्तृतः पहिले तल पुछार पनि यस्तो यस्तो गर्थ्यो अनि फेरि बिचमा अनि निचेर एउटा मुठो पुरै विषय विनिवेशनात्मनाम यत् स्मरेत पुनः जन्तुर वैकिक सचेत रमृतिरत नाम स्मरत्य सो तत्रः कतलवादन आयो हामी गइले थुनेर आयो हामी ढोके थुनेर गोकुलमा छौ कि तिमी मथुरामा छौ कि गोकुलमा छौ कि तिमी मथुरामा छौ कि घर घर दौडी दौडी मखन खाँदैछौ कि घर घर दौडी दौडी मखन खाँदैछौ कि कति बसु तिमीलाई सम्झेर हे श्यामा कति बसु तिमीलाई सम्झेर बाँसुरीको धुन सुनेर आयो हामी गइले थुनेर आयो हामी ढोके थुनेर कोयलीको धुन सुनेर आयो हामी गइले थुनेर आयो हामी ढोके थुनेर बाँसुरीको धुन सुनेर आयो हामी गइले थुनेर आयो हामी ढोके थुनेर कोयलीको धुन सुनेर आयो हामी गइले थुनेर आयो हामी ढोके थुनेर आयो हामी गइले थुनेर आयो हामी ढोके थुनेर भागवत भगवानको घोडा छैन हात्ती छैन तिमीलाई चढाउने घोडा छैन हात्ती छैन तिमीलाई चढाउने तिमीले लोक प्रभु नै हो कसरी मनाउने हे कृष्ण आइदेऊ न छम छम नाचेर हे कृष्ण आइदेऊ न छम छम नाचेर गरिबको झुपडीमा मुसु मुसु हाँसेर गरिबको झुपडीमा मुसु मुसु हाँसेर बुढी हामी केही पनि जान्दैन
यसरी उता फर्केर नाच्नुहुन्छ जस तिमीलाई देख्छौँ हामी दुखीहरूको साथमा तिमीलाई देख्छौँ हामी दुखीहरूको साथमा सधैँभरि हुन्छौ तिमी भक्तहरूको माझमा सधैँभरि हुन्छौ तिमी भक्तहरूको माझमा हे कृष्ण आइदेऊ न टुकुर टुकुर हिँडेर हे कृष्ण आइदेऊ न टुकुर टुकुर हिँडेर गरिबको झुपडीमा मुसु मुसु हाँसेर गरिबको झुपडीमा मुसु मुसु हाँसेर हे कृष्ण आइदेऊ न छम नाचेर गरिबको झुपडीमा मुसु मुसु हाँसेर भगवानको जय हो। भक्तजन यसैका साथमा हामीले एकदम तिलक लगाउनु भएको छ धोती लगाउनु भएका त्यस्ता ऋषिमुनिहरूले कतिको जान्नु हुँदो रहेछ लु ओहो एउटा कर्म गरौँ भनेर सम्पूर्ण ती पुत्रहरूले विचार गरिकन अहिले जाम्बवती नन्दन श्यामलाई गर्भवती स्त्री बनाउनु भएछ उहाँ चाहिँ यसो मेकअप सेकअप गर्दा झट्ट हेर्दा स्त्री जस्तै बनिन सक्ने क्षमता थियो अरे क्या बोली पनि त्यस्तै नि कसै कसै त्यस्तो बोली हुन्छ पितृहरूको हाम्रो कथालाई विश्राम बन्छ अहिले बन्छ 400 छैन भएको छ काकी बन्दैछ अर्काले भन्यो पार्ने हजुर खोइ कता ठाउँ कति नाम यता हेर न भन्ने मान्छेको आग्नेयमा ओम अग्नयनं भो अग्नि यागच्छ यतिष्ठं पूजां तेहन आवाहनमासनं पाद्यमार्गं भो यमै यागच्छ यतिष्ठं पूजां तेहन आवाहनमासनं पाद्यमार्गमाचनं स्नानं पञ्चामृतस्नानं शुद्धोदकस्नानं सर्वोपचारार्थे गन्धाक्षतपुष्पाणि समर्पयामि आसनं पाद्यमार्गमाचनं स्नानं पञ्चामृतस्नानं शुद्धोदकस्नानं सर्वोपचारार्थे विष्णवे नमः भो विष्णु यागच्छ यतिष्ठं पूजां गृहाण आवाहनं समर्पयामि आसनं समर्पयामि पाद्यं समर्पयामि अर्घ्यं समर्पयामि आचमनं स्नानं पञ्चामृतस्नानं शुद्धोदकस्नानं सर्वोपचारार्थे गन्धाक्षतपुष्पाणि समर्पयामि पूजायामि नवे नमः अर्को कुश राखेर फेरि पूजा गर्नु दीपं दर्शयामि यसो त्यहाँ सुन्तलाहरू चानाचुनी नैवेद्य चढाइदिनु कलश लिनु दीपाय नमः आवाहनं समर्पयामि कालाय नमः सूर्यपूजाय पुष्पाय ललाटं पूजयामि शोकाय नमः चन्दनं पूजयामि जगद्व्यापिने नमः बाहुपूजयामि महेश्वराय नमः नागं पूजयामि विश्वरूपाय पूजयामि स्वयंज्योतिषे नमः नासञ्जानने पूजयामि कण्ठं पूजयामि हिरण्यगर्भाय नमः मुखं पूजयामि ब्रह्मणे नमः शिरं पूजयामि विष्णवे नमः सर्वाङ्गं ओम विष्णु रघुनाथ विष्णु स्नातस्थ विष्णु शिवरस विष्णु प्रभु विष्णु अब आमाले त्यो दियोलाई उठाएर माझ सल्काएर फेरि त्यहीँ लगेर राखिदिन्छ
तातेको छ कि पोल्छ कि बिचार यो मान्छेमा राख्नु बाबा अब अगरबत्ती राख्ने चाहिँ होइन पूर्व सरकार होइन त्यसैले बाल्नु त्यसैले टिपाउनु टिपाउनु त्यसैले अब कति उचाली अझै बाल्नै छ यहाँ अरूले अगरबत्तीले सेवा गर्न मिल्छ कतिका चाहिन्छ अगरबत्ती ओम अगामी नमस्करोमि हरि घुम्दै पूजा गर्दै घुम्नु होला हरि ओम सहस्रशीर्षा पुरुषः सहस्राक्षः सहस्रपात सगुण सप्तशताङ्गुलम् तुलसीलाई त्यहाँ डा पर्छ कि केही लगाइदिनु होला धोर्दै हुँदै पूर्व पादस्य पुनः ततोरिकं शनेह ततराज जाय ततराज विपुरः सजातो उत्तरकौसारहीन संगाकं सुजत्निरे तस्मात् जाय तस्मात् जाय तजेके चोभयादः गावो जाय तस्मात् गाय सपायतेन यत्पुरुषेण हविषाति वाजिनं तन्वतपसन्तोषशीदाजन कृष्णेर्मः सौदभिः सप्ताशासन् परिवर्षेः सप्तसङ्गः कृताः देवाजनेन तन्वानाहवन्दन् पुरुषं पशुमाजनेन जन्यमयजनमोज्ज्वलवन्दे नमः पानीसम्म लगाइदियो भने कुश लिएर त उखुलाई छोइदिनु होला कुश लिएर त उखुलाई छोइनु ल पानीसम्मलाई त्यो कुशलाई तथा शरीरेण पचसा मनसा कृतानां नाम घनश्याम पद्मनाभ गौरी शंकर नाम सर्वनाम नरमाया देवता नाम देवी नाम वसुरुद्रादित्य सप्तप्राप्त शिवगति नाम मातुलस्य यमराज नाम सर्वणः प्राप्त शिवगति नाम तथा पितृस्वसाः बुद्धिमाया आदित्य देवी पूजालाई आउने छैन हरि ओम जन्मादित्यो धर्मी विद्युतायन तथैव तमेव सर्वज्योतिं सीतेन विराजयामि ओम जलवल्लीन ओम रत्नेश्वर्यै नमः ओम आराध्यदेव्यै जय जय करुणा सागर जय जय करुणा सागर पशुपति जगदीश ओम हर 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 डमरू त्रिशूल सुशोभित प्रभु का दुई करमा शिवा प्रभु का दुई करमा भूषण विराजित बागंबर तनमा हर 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 महादेव हर 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 महादेव भस्मपिनी पद शिवा शिरमा चंद्र कला कल कल बक्षिण हरदम हर 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 महादेव जय जय शारदा शिव जय जय त्रिपुरारी हर 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 महादेव जय शिव शंकर शंभो जय गिरिजाधीश शिव जय गिरिजाधीश जय जय करुणा सागर जय जय करुणा सागर सक्नुभयो यहाँ छ तस्मै देवाय सत्याय सगुणाय महात्मने व्यक्त व्यक्त स्वरूपाय ऋषिकपतये मण्डल मध्यवर्ती
नारायणं सरसिजासनसन्निविष्टां केयूरमान्मकरकुण्डलमान् किरीटे पुराण पुरुषोत्तम भगवानको ऋतकौशिक गोत्रका समस्त पितृहरूको ऋतकौशिक गोत्रका कुलदेवताहरूको सत्य सनातन धर्मको उपस्थित समस्त भक्तजनहरूको जय जय श्री राम शम्भो पापात्मां पापसम्भवा त्राहि मां पुण्डरीकाक्ष सर्वपापहरो हरः गतं पापं दोहं प्रदर्शन आरतीलाई पनि तर्पण गर्दै जानुहोला घरको सानो भाइ माथि अलि पर एकछिन एकछिन अब एउटा भन्दा हुँदैन ल के बोल्नु पर्यो बहिनीहरूले बोल्नु पर्यो के हो आज ल बोल तिमीहरू बोल त सबजना सँगै भाइलाई राखेर बिचमा राखेन तिमीहरूले भने के हो भनेर प्रोग्राम सुरु गर्ने अब ल लाइभमा हो आज अनमोल खनालको हल्दी र मेहन्दी कार्यक्रम यता देखाइदिएको भोलि वर्तमान कान्छीसरीबाट जाँदैछौँ मण्डपको अगाडि गीत बजाइदिए त हुन्छ त हौ गुरुहरूले 12 वर्ष 13 वर्ष मेरो त यता दुवैजना राधे 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 ल ठिक छ ल बोलाउनु पर्छ सानो सानोको कार्यक्रम हो यो फिक्स सर्ट मारियो राधे राधे भनेको मलाई राधे राधे यता 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 हेरेर यता हेरेर अनमोलको कानमा अलिकति बाँकी रहेछ राधे राधे दर्शन पाऊँ राधे राधे अनि सानोमा सुजु सानीमा आउँदो रहेछ नि सानो रक्षा बजार ए कमला कति छिटो आएको के रहेछ लाग्छ राधे कृष्ण यता पछाडि हो तिमीहरू यतै बसियो एउटा थुम्बले पछाडि पछाडि हो त घरिघरि नमस्ते नि हान्दैछ एकछिन है एकछिन सानो गीत बजाइदिन बिरु कता गयो छन् त आज ल गरौँ गरौँ गीत लगाइदिनु न मैले बिर्सेँ कि अनिसा
यता हेर फुलले लाग्ने कानतिर नि लादिनुपर्छ लु नसिकौँ ल कसरी लाउँछ म काका हेर्ने मात्रै हो मेहन्दी मान्छे लागै छैन हो मैले नि छोरालाई लागै छैन मेरो भाउजू छोरा जन्मिँदा पनि स्याहार नआउनु कति राम्रो हुन्छ होला यति राम्रो दिएको कति सुहाउँछ जानु पछि लाग्यो सबैले काका लाइन्छ दाजुलाई नाकमा अलिकति भाइ कसलाई आउँछ मेहन्दी लाग्दैन यी सबै मेहन्दीको विधि पनि लगा के रखना डोली सजा के रखना अब मेहन्दी मान्छेलाई सबैलाई एक दिन त पालो आउँदो रहेछ नि त यता भाउजूलाई लगाइदियो भाउजू पनि दिन आएछन् हो स्वस्तिक बनाइदियो राधे राधे यहाँ भाइको पछाडि छ तेरो नि पालो आउँछ एक दिन आउनु आउनु यताबाट आउनु यताबाट यहाँ भान्जालाई पनि अरे
मेहन्दी लगाइदिउँ न हजुरले लगाइदिनु भयो मैले काम सकिहालेँ हातमा मेजेर हातमा लगाऊ न कति राम्रो रहेछ कसले बनाइदिएको राजा रक्षा दिदीले हो पुग्यो है मलाई अरूलाई मामाको छेउमा लागिदियो अब एकछिन छोड्नु न सानो भाइ र कौशिलालाई बोलाउनु खै सानो भएर कौशिला जा अरे हो दिदीहरु चाहिँ हो त्यसरी लाइनै भाउजूले पनि यता बसेर लगाइदिनु त भाउजू बसेर लगाइदिनु त यस्ता पछाडि जाऊ हो यो हो नि त म त निदा जस्तो देखेको ठिक छ ल दाजु सुधा भयो ल दुईतिरैबाट हो सकिहाल्नु न अरूले कहाँ मामाले लाउँदाखेरि आऊ न उताबाट रबिन मान्छे यता अब डान्स गरेर छोरी हो फोटो भयो त्यस्तो गरेर गाला तिर्ला मेहन्दी लगाइदियो यता हेरौँ यता 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 बुटोलको बुवा हुनुहुन्छ है क्यामेरातिर हेर्नु त बुवा अलि बसेर भयो ल बसेर गर्छु नि यता फर्क बसेर गर ल सुरु गर्नु यो 25 भन त 25 ओके हैन अनमोल चिसो पानी गर्दा भन्छ है पानी जिस्काइदै गर्छ यसलाई के भन्छ थाहा छ चलाउ त अगाडि ए दाइ गयो भात त खाऊ भात खान जाऊ न अब आउ त्यतिकै ए बडु पछि पुस्न धुने मिलाएर गरौँ न बाजार पनि आउनु भासं कंठे ध्वजसः तन्मृतमुपजग्रभो तरितं सतंगारस्मास
सदमुखैः विकयसः सिकास्त्रियः नगनं त लोके दृष्टवान् तस्मिन् स्वयं यतप्रियो हिना स्थितिकर्तस्मिन् वित्तलोभविकरिषतस्मिन् विश्वासं दृष्टात्मं कारयत विश्वचरित्र मोडनद सदुके परिभूयते तस्मै वाक्यमथ प्रवेत गोकर्णोवाच तदर्थं तु गजापिण्डो मया दत्तभिः उपाह्यमपरं कस्य तं विचार्य साम्प्रतम् इति तद्भागमाकर्ण गोकर्ण विस्मयं गतः सतश्राद्धे दानं तु निजस्थानमातिष्ठ प्रेत निर्भयः तन्मुक्ति साधनं किञ्चित् दाचरिष्ये विचार्य च धन्धोकार्यञ्जरस्थानमातेनातिष्ठस्ततो गत गोकर्णस्य चिन्तयामास बाँचुन्जेली मात्रै हो तपाईँ हामीले मान सम्मान पाउने नत्र कोहीसँग मित्र साह्रै दुःखले मर्नु पर्यो
भनेपछि अब गोपालजीले भन्न लाग्नुभयो हो राम 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 अनि तपाईँ यसरी मर्नु भएको रहेछ बोलाएपछि आउनुहुन्छ हजुरहरू यहाँ बसेर सबैजना विचार गर्नुहोस् हजुर हामी सबैतिर जान्छौँ यसो काहीँ मरिमराउ पर्दा यसो 11औं 12औं दिनका दिन पनि जान्छौँ यसो रुद्री सत्यनारायण पूजामा पनि जान्छौँ अब विचार गर्नु त त्यसैले भगवान मन्त्रदेखि आउनुभयो भगवानले ग्रहण गरिदिनु हो त्यही भएर पूजाको अलिकति मिठो भएको अनुभव प्राप्त हुन्छ अब श्राद्धमा अथवा 12औं दिनका कार्यमा पनि गएर आउँदा पितृ पनि आउनुभयो पितृले खाएको अलिकति कस्तो कस्तो अर्कै खाले स्वाद हुन्छ हो कि नै अनुभव गरिया छ कि छैन